ले चाहिँ इमानदारीपूर्वक निष्ठाका साथ विधिका साथ कार्यान्वयन गरेन भने हामीलाई न शान्ति सुरक्षा प्राप्त हुन्छ, न हामीलाई हाम्रा आवश्यकताहरू परिपूर्ति हुने वातावरण मिल्छ, न हाम्रा मौलिक हकहरू सुनिश्चित हुन्छन्। त्यसो भएको कारणले गर्दाखेरि यो स्थानीय चुनाव जुन हुन गइरहेको छ यो अत्यन्तै महत्त्वपूर्ण चुनाव हो। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हाम्रो आवाज सुनिराख्नु भएको छ भने तपाईले 5 मिनेट जति हामीलाई ध्यानपूर्वक गम्भीर भएर सुनिदिनु होला र हामीले भन्न खोजेको कुरा बुझ्ने कोसिस गरिदिनु होला। हामी कुरा सुन्दैनौँ, कुरा नसुनेकै कारणले कुरा बुझ्दैनौँ। जब कुरा बुझ्दैनौँ ज्ञानको अभाव हुन्छ, जब ज्ञानको अभाव हुन्छ यही ज्ञानको अभाव नै हाम्रो दुःखको कारण हो। आज हामीले जे जति दुःख पाइरहेका छौँ आदरणीय दाजुभाइ दिदीबहिनीहरू, ती सम्पूर्ण दुःखको कारण तपाईँ हामी नै हौ। तपाईँ हामीले जहिले गलत मान्छेहरूलाई चुनेर सत्तामा पठाइरहेकै कारणले गर्दा